हेलो गुड मर्निङ सेवा एन्ड सेवारो सबैजनालाई। आज चाहिँ मैले किन भिडियो बनाइरहेको छु भने नि आज चाहिँ हामी तल बेमा जान लागेको हैन, त्यही भएर म चाहिँ भिडियो बनाउँदैछु। सबैजनालाई मेरो भिडियोमा स्वागत छ। मेरो मिनी भिडियोमा स्वागत छ। हामी चाहिँ टक्कै कसैले लुङ्गी हैन अनि कसैले साडी लाएर जाँदैछौँ नि त साथीहरूसँग। तल रोडमा पुगेर जाँदैछौँ अनि जाँदै हेर्नु न कस्तो कस्तो देखिएको छ भन्नु है ल कमेन्टमा। यहाँदेखि निकै टाढा पर्छ नि त। अनि हामी चाहिँ रक्सीहरू लगेर जाँदैछौँ। तपाईँहरूकोमा चाहिँ के लाने चलन छ भन्नु है। हामी चाहिँ रक्सी यसरी लगेर जानुपर्छ हैन। अनि यहाँदेखि पनि पुग्नको बेम चाहिँ मेरो छोरा लगेर गएको। त्यसपछि मेरो छोरा चाहिँ बोक्नुपर्छ, हिँड्न सक्दैन नि त, अहिले नै सानै छ रोडमा। अनि अब चाहिँ हामी फाइनली बेमा पुगेको त बेला बेली थापिसकेर पनि किनै ढोल नाच्दै रहेछ नि। म चाहिँ थोरै ढोल नाचहरू यसो भिडियो क्याप्चर गर्नु पर्यो भनेर हेरेको। हेर्नु है हाम्रो टिपिकल ढोले नाच कस्तो लाग्यो तपाईँहरूलाई। तपाईँहरूकोमा कस्तो कस्तो नाच्ने चलन छ। यी हाम्रो एकजना भाइ चाहिँ सिक्दै हुनुहुन्छ क्या। लु सिक्नु तपाईँलाई बेस्ट अफ लक भन्दै म चाहिँ उहाँको पनि भिडियो बनाइदिएँ नि त। अनि कस्तो राम्रो लाग्छ क्या मलाई चाहिँ ढोल नाचेको। अनि बेहुला बेहुली चाहिँ अघि थापिसकेको रहेछ। हामी चाहिँ ढिलो पुग्यौँ नि त। अब ढोल नाचमा मात्रै समावेश हुँदै अनि अब चाहिँ भान्सातिर लागौँ भनेर हामीले चाहिँ खायौँ। मैले चाहिँ सुँगुरको मासु अनि कसैले चाहिँ ब्रोइलरको, कसैले चाहिँ राँगाको खायौँ नि त। सबै मासु टोली मात्रै हो फेरि। ल धेरै रमाइलो भयो। यहाँ चाहिँ काकी पनि के भन्दै हुनुहुन्छ हैन। टक्कै खानासाना खाइसक्यौँ अनि चाहिँ हामी फेरि अब चाहिँ ल जानुपर्छ है हात धुने भनेर म चाहिँ सुँगुरको मासुको यस्तै हो खानु आउनु है मासु सुँगुरको भने चाहिँ बाजे पनि खाँदै हुनुहुन्छ नि त। अनि हामी चाहिँ फेरि माथि आयौँ। अब चिसो खाने त्यसपछि उहाँ दिदी चाहिँ साडी मिलाउँदै मेरो चाहिँ कति बिग्रेको हो भन्नुहुन्छ। अनि टक्कै साडीहरू मिलायौँ। फेरि ढोल नाचहरू हेर्दै यहाँ चाहिँ फेरि हो काकीहरू तुम्मा बडीमाहरू चाहिँ धान नाच्दै हुनुहुँदो रहेछ क्या। म चाहिँ अनि मनी सघाइदिउँ कि के हो भनेको। तिमीलाई आउँछ र भन्नुहुन्छ। आउँछ नि हौ भनेको, तर म चाहिँ नाचिनँ। उहाँहरू नाचेको मात्रै भिडियो बनाइदिएँ। अनि नाचेको हुनुहुन्थ्यो नि त। राम्रो नाच्नु हुँदै थियो। टक्कै यतातिर पनि क्यामेरा घुमाउनु पर्यो भनेर घुमाएको होइन, नघुमाउनु भन्नु। अनि यहाँ चाहिँ हाम्रो माइजी हुनुहुन्छ क्या। माइजीसँग पनि भेट भयो। यता पछाडिदेखि नि हेर्दै हुनुहुँदो रहेछ। अब यतिकैमा हाम्रो चाहिँ घर जाने बेला हुन लागेको थियो नि त। अब सबै साथीहरू चाहिँ भेलिँदा भेला हुँदा गयौँ। अनि कसैले चाहिँ फोटो खिच्ने, कसै चाहिँ के मेरो छोरा खेल्दै थियो। सबैजनालाई मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो मिनी भिडियोलाई भन्दै सबैजनालाई बाई बाई, लभ यू, थ्याङ्क यू सो मच। मेरो मिनी भिडियोमा सब्सक्राइब गरिदिनु होला।